महिला एकताको 25औं वार्षिक उत्सव कार्यक्रममा एकदमै महिलाहरूले एकदमै राम्रो गरेर 25 वर्ष पार गर्दै आएको छ। त्यसैले महिलाहरूको हक हितको लागि लडिरहेको छ। त्यसैले चाहिँ अग्रिम शुभकामना एवं बधाई दिन चाहन्छौँ। नेपाल महिला एकता समाजको स्थापना कालदेखि हामी सँगै छौँ र नेपाल महिला एकता समाजले नेपालकै महिलाहरूको लागि हक हितको लागि र त्यसो मात्रै नभएर गरिब बस्ती समुदायहरू पिछडिएका समुदायहरू सुकुम्बासीहरूको हक हितको लागि पनि उठाएर आएको छ। यसलाई 77 जिल्लामा पुर्याएर अझै सशक्त रूपमा आवाज उठाएर महिलाहरूको हक हितको लागि र बासको लागि सुरक्षितको लागि महिलाहरू सशक्त रूपमा हुनुपर्छ भन्न चाहन्छौँ। नेपाली महिलाहरूको अधिकारको पक्षमा भू समिति सहितको बास अधिकारको पक्षमा नेपाल महिला समाजले 25 वर्षसम्म गरेको मेहनतबाट सम्पूर्ण महिलाहरूको मुक्ति त छँदैछ, त्यसमा भूमिको सवालका विषयमा पनि उच्च काम गरेको हामीले महसुस गरेका छौँ र विभिन्न समयमा सुकुम्बा क्षेत्रसँग काम गर्ने सङ्गठनहरूसँग सहकार्यमा र महिला समाज एक्लैले पनि भूमि स्वामित्वको सवालका विषयमा र महिला मुक्ति आन्दोलनको विषयमा चाहिँ साझा नेपालभरिकै महिलाको नेतृत्व गरेर उहाँले चाहिँ ठुलो काम र ठुलो परिवर्तन ल्याएको हामीले महसुस गरिरहेका छौँ। अधिकारको पक्षमा हामीले नेपाल बसोबास र नेपाल महिला समाजले गरेको जो सहयात्रागत कार्यहरू छन् त्यो चाहिँ अतुलनीय छ र त्यो यात्राले आज 25 वसन्त पार गरेको छ। यो अवसरमा चाहिँ महिला समाज र नेपाल बसोबास बिचमा 25 वर्षदेखि नै लामो समय सहकार्य गर्दै आएको र आगामी दिनहरूमा पनि हामी सहकार्य गरेर नेपाललाई सुकुम्बासी मुक्त राष्ट्र बनाउन दुवैसँगको महत्त्वपूर्ण योगदान रहने पनि र योगदान रहनेछ भन्ने अपेक्षा सहित म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।